ओहो नि के छ मेरो परिवारहरु, आज फेरि म आइसकेको छु तिमीहरुको छिमेकी अंकल आन्टीको छोराछोरीको टिकटक भिडियो ल्याएर। अझ सिधै भन्नु पर्दा टिकटकेर अहिलेको समयमा भरपुर रुचाइने बक्चोदी टिकटक भाइरल गीत र बक्चोदी गीतमा टिकटक बनाइरहेका भाइरलहरुलाई ल्याएर। अब फेरि तिमीहरु भनाउला दाइ सधैँ छाडा टिकटकेलाई मात्रै कति रोस्ट हान्नुहुन्छ भनेर। तर केटा हो टिकटके रन्डीको बानहरु नै उस्तै छन्। छाडा टिकटक हटाउनुको साटो अहिले त आफ्नै चाकमा औला हालिरहेको छन्। इन्डियाले किन पाकिस्तानमा बम हान्यो होला टिकटकेको चाकमा हान्न छोडेर। त्यसैले आओ केटा हो आफ्नो कानको इयरफोन छिमेकी आन्टीको छाडा टिकटके छोरीको कानमा घुसाओ भन्दै आजको भिडियो सिधै सुरु गरौँ। चलो भाई देखो अब मैं क्या करता हूँ। एबे सुड्डी किन बौलाको के हरकत हो तेरो रागो खोजेको भैँसीको जस्तो? किन तेरो बुढो घरमा छैन र डान्सको नाममा सिलिन्डरसँग सम्भोग गर्दै बसिराखिछेस बौला मुजी जाठी? सानो तिनो रकम हुन्थ्यो भने यस्तो गर्नुपर्ने आवश्यक थिएन। म गरिब मान्छे हो, सानो मान्छे हो के ब्रदर है, यसो बुझेर आफै पैसा हाल्दिँदा राम्रो हुन्छ। लन्डन ले मेरा त्यो त ठिकै छ कि भिखारी जाठो, तर यही कुरा आँखा खोलेर भन्दा पनि हुन्थ्यो नि। किन कुकुरले मुतेर रतुन्द नै लाग्यो क्या हो तेरो आँखामा? अनि जाठो आज भोलि खुब मनै यो कुकुर ठोक्ने डन भन्दै गल्लीको छाडा कुकुरहरू ठोक्दै हिँडिरहेको छस् रे। चरीको दोस्रो रूप मेरो दाइ रे, को चरी के चरी म केही चिन्दैन केटा हो। सुप्रिम वान म्यान आर्मी हो, सुप्रिम आफैमा आफै डन हो। हुन त केटा हो चरी मरेको बेला यो जाठोले आफ्नो आमाको पेटमा आकार लिँदै थियो होला। भोसडीले के चिनोस् त? एबे केटा हो के हुँदैछ नेपालमा? ओट निचार्दा आमाले खुवाएको दुध निस्कने फुच्चीहरू डनु भन्दै हिँडिरहेको छन्। अनि केटा हो अस्ति त्यो प्रचण्ड टोयलेटमा जाँदा लडेको पनि यही डनको टिकटक र थोप्डा देखेर हो रे। अहिले त यसको यो हरकत देखेर पनि प्रचण्डले मनमनै सोचिरहेको होला यो मुजी टिकटक फेरि किन अनब्यान गरे भनेर। बरु केटा हो पहिलेकाहरूको टिकटक नै राम्रो हुन्थ्यो के, काण्ड हेर्दै छोल्न त मिल्थ्यो। अहिलेकाहरूको काण्ड हेर्दा पनि कालो देखेर छोल्ने मुड पनि आउँदैन। उल्टै त्यो भिडियो देख्दा रिसले आफ्नै मोबाइल फुटाउन मन लाग्छ। मैं तो यहाँ से भी बढ़ गई, ओए अम्मा मैं तो यहाँ से भी बढ़ गई, ओए अम्मा ओए अम्मा ओए अम्मा। रिल्याक्स केटा हो रन्डी हो। अनि रन्डीले यसरी टिकटक बनाएर नहालेपछि कसरी प्रचार हुन्छ त यसको शरीरको? अनि यसले दिउँसो मात्रै होइन राति पनि उही आम्मा भन्छ। यो त एउटा रन्डी मात्रै हो केटा हो। थमेलतिरको क्लिप पनि हेर। तिमीलाई हेरेर थुकेर बस्छ घरमा। अब देख्यौ नि केटा हो यी जाठीहरूले 500 सम्म ठोकाउँदा त ठिकै थियो। त्यो भन्दा पनि नराम्रो छ यी जाठीहरूको बोली र हरकत। अनि अर्को कुरा तिमीहरू जाठीहरूले यस्तै छाडा र समाजमा नपच्ने भिडियोहरू बनाउँछौ अनि हामीहरूले रोस्ट हान्दा मलाई के हाल्छु मेरो पार्ट डिलिट गर भन्दै रुँदै मेसेज गर्दै आउँछिन् यी जाठीहरू। एबे जाठी हो पहिले आफ्नो कन्टेन्ट र बाउआमाको इज्जत बचाऊ अनि त्यसपछि के हाल्नु। बात त सही मैं भोसड़ी क्या पागल है क्या? भाई यहाँ पे क्या हो रहा है? भोसडी के कुन खालको गीत हो यो? आज भोलि जता पनि यही छाडा शब्द सुन्छु मैले, कर्याम कर्याम दर्याम दर्याम। मुजी टिकटक त पहिले नै छाडा थियो, तर भोसडीवाला सिंगरलाई पनि आफ्नो गीत चलाउन कति छाडा शब्द कोरेको होलान्। अनि मलाई त यस्तो लाग्दैछ केटा हो यो भोसडी गीतको भोसडी गायकले एउटा मात्रै होइन यसको च्यानलको सबै गीतहरू छाडा नै बनाएको छ। मादर चोलले गाँजा खाएर नै गीत लेख्छ कि क्या हो? दुई कुप्पी। अनि यो भिडियो तिमीहरूले फेरि हेर त। जाठीहरूले अलिअलि उम्रन लागेको मकै पनि दर्याम दर्याम बनाउँदै बारी नै सका पारे। अनि यो टिकटक बनाएर बेलुका घरमा नजानु तिमी जाठीहरू, बाउले भाटा लिएर कुटेर बसिरहेको होला। बच्चा नभएको भुडी फुट्ला जाठी बिस्तारै उफ्रे। अनि आमालाई त अरू के नै भन्न सक्तिस् त जाठीले? आमाले त तँलाई राम्री नै जन्माएको थियो होला, तर पछि उमेर बढ्दै जाँदा जलगैडाको जस्तो शरीरको आकार बदल्नु नै तेरो गल्ती हो।
हाँ ये कर लो पहले। ये पे जाठी एक बित्ताको कट्टु लगाएर बिचारा तेरो टिकटक हेर्ने सोझो केटाहरूलाई टोयलेटतिर पठाउँदै छेस। अनि केटा हो यिनी जाठीहरूलाई भाइरल हुन त टाइम पनि लाग्दैन। अहिले आफ्नो एउटा अङ्ग प्रदर्शन गरे बेलुका 6 लाख भ्युज। तर म जस्तो मेहनत गरी गरी भिडियो बनाउनेको 100मै रोकिन्छ, त्यही पनि केटाहरूलाई शेयर गर्दा। अनि केटा हो एक बित्ताको कट्टु लगायो, आफ्नो शरीरको कपडा खोलिदिए पुग्छ यी रन्डीहरूलाई, त्यसपछि भाइरल हुन त टाइम नै लाग्दैन। केटा हो यसको घरमा आमा बुवाले पनि अहिले खैरे ज्वाइँ भनेर मानेको नै होलान्। तर ज्वाइँ साहबको ब्याकग्राउन्ड र ज्वाइँ साहबले प्ले गरेको क्यारेक्टर थाहा पाइसकेपछि यो जाठी छोरी त बाँचेर पनि दिनदिनै मर्छ भनेर यसको आमा बाउले छोरी दिँदैनन्। डोला डोला क्या राम्रा आँखा छन्, आँखाले नमिलेका छन्। डोला डोला दुईवटा गोलबेडा जस्तो सानो आँखा बाँकी नानी विद्यालयमा सरले दिएको होमवर्क छोडेर हजुरबुवाको चार्जमा लगाएको मोबाइल चोरेर टिकटक बनाएपछि यतिको त पाइहाल्छौ नि। अनि यो त अन क्यामेरा मात्रै हो केटा हो, तर अफ क्यामेरामा गोलबेडे नानीले त सिस्नो पानी नै पाइन होला झ्याम झ्याम। हिउँदेखि त रमाउने भइहाली नि केटा हो यो जाठी। दुईवटा अग्ला अग्ला सगरमाथा यसकै शरीरमा भइसकेपछि। अनि केटा हो होइन यो के बोक्चोदी हो यो जाठीको। मैले यदि कसैले पुतलीलाई माया गर्छ भने हातमा लिएर फोटो भिडियो बनाएको देखेको थिएँ, तर पहिलोचोटि देखिरहेको छु पुतलीलाई दुध खुवाइरहेको। अनि जाठी तेरो छेउमा तेरो माया बस्न सक्ला र गन्धले बस्नलाई कि पर्फ्युम नै हानेर आउनु पर्यो तैले। मुजी म्याथ सिक्ने रानीको छोरा मुजी। हर्कत हेर नि केटा यी जाँठोहरूको के देख्न पर्छ जन्मिसकेपछि। बागेश्वरी जस्तो मन्दिरमा यी छक्काहरूले चुम्माचाटी गरेरै हो तिमीहरू गएर प्रार्थना गरेर जिएफ माग्दा पनि नपाउने। अनि केटा यी जाँठाहरूले चुम्माचाटी गरिसकेपछि ठोकाइ पनि भयो होला। एबे छक्का हो कन्डमको युज गर पृथ्वी बचा। तिमीहरू जस्तै अब अरू हेर्न सक्दैनन् यी दर्शकहरूको आँखाले। तेरी माँ की चूत। 7 मिनेट 2 सेकेन्डको त कोठामा नै भएको थियो केटा हो। लाइट नभएर कालो आएको हो कि भनेर बसिरहेको थिएँ, तर त्यति धेरै घामको चमक र उज्यालो हुँदा पनि कति कालो देखिराखी छ त यो जाठी। अब यो जाठीको बयान गर्दा गर्दा म मात्रै होइन पुरै नेपाल नै थाकिसक्यो। अब यसको लागि एउटा कमेन्ट चाहिँ तिमीहरूले नै छोड। लाडो खा। टिकटॉकी हो होइन हो केटा हो, अरूलाई पुलिसको ड्रेस नलगाएर टिकटक बनाऊ। हाम्रो ड्रेसको बेइज्जत भयो, हामी अब सहेर बस्दैनौ, फाइन तिराउँछु भन्ने मामा मुजीहरूले पनि टिकटक बनाउँदै छन् त यता। अनि रोडमा भएको अर्को मामा मुजीहरूले डेली गाडीहरूबाट 100 लिइरहेको नै छन्। यो जाँठा हो तिमीहरूले नै आफै आफ्नो वर्दीको इज्जत नगरे हामीहरूले तिमीहरूको इज्जत किन गर्ने। हुन त यी जाँठोहरूलाई नेपाल आर्मीले त इज्जत गर्दैन भने झन् हामी त जनता हो। तेरो आगमनले खुशी बन्थ्यो जीवन। ओ भाई ये क्या है, ये कैसे हो गया। होइन कलौटे जाँठो बच्चा तेरो नै हो कि म अस्पतालबाट ल्याएर हालेको होस्। म अहिलेसम्म किन सिंगल नै छु भनेको त मेरो पनि बिहे गर्ने उमेर त गएछ त केटा हो ल्याम्मै। खुसी भएको हेर न केटाहरूलाई, मेरो मात्रै होइन केटा तिमीहरूको पनि बिहे गर्ने उमेर गइसक्यो, नत्र अहिले बुढीसँग सुत्ने बेला मेरो रोस्ट हेर्दै बस्थ्यौ त। ओके मेरो परिवारहरू आजको लागि भयो, मलाई पुग्यो। यदि हजुरहरूलाई भिडियो मन परे लाइक सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै आजको लागि म यो भिडियोबाट बिदा माग्छु। एकछिन केटा हो, मलाई एउटा कुराले आज रातभरि नै निद्रा लाग्ने भएन सोची होइन त्यो बच्चा त्यही कलौटे दुधे जाँठोको हो त भाइ तथास्तु।